गुड मर्निङ। अब बिहान निस्किने बेला गुड मर्निङ भन्न पाएन। आज डे 2, त्यही भएर बिच बाटोबाट गुड मर्निङ भन्दैछु। अहिले चाहिँ हामी पोखराबाट पेनी कटेर पनि यता मुस्ताङको बाटो आइसक्यौँ। हिजो राति गाडीलाई फुल चार्ज गरेर आयौँ। अहिले यहाँ आइपुग्दाखेरि पेनी कटिसक्यो, 72% बाँकी छ। अलिअलि बाटो खराब छ। अफरोड गर्दैछौँ, मुस्ताङ जाँदैछौँ। फाइनली आज मुस्ताङ जान पाइयो, वेदरले साथ दियो। मुस्ताङ जाँदैछौँ। बाटो चाहिँ फेरि हरिबिजोकै छ कुनै कुनै ठाउँमा। अब राम्रो बाटो पनि आउँछ होला, लेट्स सी, हेर्दै जाउँ। हामी मुस्ताङको यो रुप्से झरना भन्ने ठाउँमा आइपुग्यौँ। बाटो चाहिँ कतै कतै राम्रो छ, कतै कतै खाल्टाङ खुल्टुङ च्याउ पुरै छ। मस्तले ब्याट्री खाइरहेछ। 56% पुगिसक्यो। यहाँ आउँदाखेरि चाहिँ काहीँ चार्ज गर्नु चाहिँ परेको छैन। अब त्यहाँबाट जोमसङ चाहिँ 40 किलोमिटर भनेर जस्तो लागेको थियो। लेट्स सी, पुग्न त पुगिन्छ होला सिङ्गल चार्जमै। भएन छ भने माथि अब मार्फातिर अथवा लेतेमा पनि चार्जर छ, त्यहाँ एक लट चार्ज गरेर अनि फेरि माथितिर जानुपर्छ। अहिले चाहिँ हामी अब घाँसा पुग्न लाग्यौँ। अब घाँसा यहाँबाट 2.5-3 किलोमिटर जति छ। बाटो चाहिँ छेउनै छ हौ। यो जति पनि सोसियल मिडियामा मुस्ताङको बाटो खतरा दामी बनायो भनेको केही राम्रो छैन। हामी चाहिँ लेते आइपुग्यौँ। अब चिसो हुँदैछ। एलिभेसन हेर्दाखेरि चाहिँ 2300 जति छ। यहाँबाट चाहिँ बाटो चाहिँ मस्त आरामले छ। जस राम्रो छ यहाँको बाटो चाहिँ। हामी अहिले लेते बजार आइपुग्यौँ। अब यहाँबाट जोमसङ चाहिँ 26 किलोमिटर देखाइरहेको छ। 26 किलोमिटर चढ्नलाई अब गाडीमा 41% छ। मस्तले पुगिन्छ जस्तो लाग्यो। पोखरामा 100% चार्ज गरेर आएको, एकचोटि चार्ज गर्नु परेको छैन गाडी। यो सिङ्गल चार्जले नै पोखरादेखि जोमसङसम्म चाहिँ मजाले टिक्दो रहेछ। हेर्दै जाउँ अब कहाँसम्म पुगिन्छ। अब मेरो टार्गेट चाहिँ मार्फामा गएर एकचोटि चार्ज गरौँ कि भनेर सोचिरहेको। अब त्यहाँसम्म नि भ्यायो भने त चार्जै गर्दिनँ, सिधै जोमसङमै गर्ने।
मुस्ताङ जिल्ला प्रवेश गर्यो। अब यहाँकाहरूले बधाई दिनु होला हामीलाई। तपाईँहरू मुस्ताङ जिल्लामा आउनुभएको भएर बधाई छ तपाईँहरूलाई भन्ने फुलमाला चढाएर सम्मान कार्यक्रम हुन्छ होला। फाइनली मार्फा भ्याली पुग्यो। अहिले चाहिँ यहाँ गाडी चार्ज गर्दैछु मैले। गाडी चाहिँ 32% सम्ममा आइपुगेको थिएँ। यहाँ चाहिँ गाडी चार्ज हुँदैछ। मार्फा भ्याली यता छ। अब मस्त गाडी चार्ज गरेर प्लट फेरि जोन्सन मुक्तिनाथतिर गएर आउने। हेरौँ कस्तो छ बाटो आदि।